दर्शक महानुभावहरू नमस्कार। नेपाली न्युज टिभीको न्युज बुलेटिन खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म पुष्करौली सदाझैं देश तथा विदेशका महत्त्वपूर्ण समाचार अपडेटका साथ उपस्थित भएको छु। यदि हामीलाई तपाईहरूले कहाँदेखि हेर्दै हुनुहुन्छ नेपाल भए जिल्ला र गाउँठाउँको नाम लेख्नुहोला। यदि विदेशमा हुनुहुन्छ भने आफू रहेको देशको नाम पनि लेख्न नभुल्नुहोला। र हाम्रो च्यानल नेपाली न्युज टिभीलाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला, साथै सँगै रहेको बेल आइकनलाई दबाउन पनि नभुल्नुहोला। दर्शक महानुभावहरू, विशेष गरी यति बेला नेपालमा बाढी र पहिरोले निकै ठुलो विटण्ड मच्चाएको छ। सेनाहरू कहाँ कहाँको परिचालन भए, कहाँ कहाँ के कति क्षति भयो। टिमुरे भन्सार र बेत्रा बत्रीमा ट्रकहरू बगे, कहाँ कहाँ मान्छे कतिहरू बगे। भोटेकोशी बाढीमा 384 पर्यटक बेपत्ता भएको निकै डरलाग्दो खबर छ। यसबारे महत्त्वपूर्ण जानकारी छ। रासपा सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र शाहदेखि लिएर हर्क साम्पाङको के टिप्पणी छ, प्रचण्ड, केपी शर्मा ओलीले के भने त यसबारे पनि महत्त्वपूर्ण जानकारी छ। दर्शक महानुभावहरू, देश यति बेला डुबानमा परेको छ। कुनै दलको होइन, नेपालको झण्डा बोकेर उद्धारमा जुटौँ भन्दै रवि लामिछानेले सबैलाई अपिल गरेका छन्। कहाँ के कति क्षति भयो त आउनुहोस् दर्शक महानुभावहरू, यी र यस्तै धेरै समाचारहरू छन्। सबैभन्दा पहिलो नेपालमा बाढी र पहिरोले मच्चाएको विटण्डबारे पहिलो खबर प्रस्तुत गर्नेछौँ। दर्शक महानुभावहरू, यति बेला बाढी आएपछि उद्धार गर्ने कि बाढी आउनु अघि नै ज्यान जोगाउने भन्ने निकै नेपालीहरू अन्यल परेका छन्। रसुवामा बाढी जाँदा 17 जनाको शव फेला परेको भर्खरै समाचार प्राप्त भएको छ। दर्शक महानुभावहरू, नेपालमा रहेका हजारौं पर्यटक र नेपालीहरू निकै बेपत्ता भएको खबर छ। हिमताल फुटेर रसुवा बाढीमा आएको हुन सक्ने विज्ञहरूले प्रारम्भिक अनुमान मात्रै गर्न सकेको अवस्था छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीले अकल्पनीय क्षति पुर्याएको छ। रसुवा, गढी, भन्सार, स्याक्रोफ, वेसी, बेत्राबी, त्रिशुली नदी, टिमुरे लगायतका क्षेत्रमा बाढीले निकै ठुलो विटण्ड मच्चाएको छ। बुधबार बिहान करिब 9 बजीतिर आएको बाढीको कारण भने अझै खुल्न आएको अवस्था छैन। यो क्षेत्रका विज्ञहरूले हिमताल फुटेर हिमपैह्रो वा नदी बाँध भत्किएर बाढी आएको हुन सक्ने अनुमान गरिराखेको अवस्था रहेको छ। बाढी पहिरो सम्बन्धी अध्ययन गर्दै आएका भूगोलका प्राध्यापक नरेन्द्र राज खनालका अनुसार तिब्बतमा हिम पहिरो आएर बाढी आएको हुन सक्ने समेत बताएका छन्। अहिले प्रारम्भिक अनुमान मात्र गर्न सकिन्छ। चिनिया पक्षबाट पनि आधिकारिक जानकारी प्राप्त भइसकेको अवस्था छैन। उनी भन्छन् बिस्तारै बगे हिम पहिरो सुलो एभेन्चरका कारण बाढी हुन सक्ने समेत बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार सूचना अधिकारीका दिनकर काश्य एकिङ कारण अझै खुलाइ नसकेको उनले बताएका छन्। उनी भन्छन् हिमताल फुटेर बाढी आएको हुन सक्ने प्रारम्भिक अनुसन्धान अथवा अनुमान गरिएको छ। वास्तविक कारण पत्ता लागेपछि विभागबाट विज्ञप्ति जारी गर्ने समेत उनले जानकारी दिएका छन्। बाढी 1 देखि 2 घण्टाभित्र चितवनको देवघाट क्षेत्रमा पुग्न सक्ने विभागका सूचना अधिकारी काश्यपले बताएका थिए। उनी भन्छन् मुगलिन, नारायणघाट लगायतका क्षेत्रमा उच्च सतर्कता समेत अपनाउन पर्ने अवस्था रहेको छ। यद्यपि दर्शक महानुभावहरू, यति बेला सरकारले सो क्षेत्रमा निकै ठुलो सतर्कता अपनाएको छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीले अकल्पनीय क्षति पुर्याएको अवस्था छ। रसुवा, गढी, भन्सार, स्याब्रु, फेसी, बेत्राभी, त्रिशुली, तिमिरे लगायतका क्षेत्रमा यति बेला निकै ठुलो हाताहाती भएको अवस्था रहेको छ। बाढीको विनाश बर्ड भ्यूमा दर्शक महानुभावहरू निकै डरलाग्दो दृश्य देखिएको छ। देवघाटमा 3:30 बजे बाढी पुग्ने पूर्वानुमान पनि गरिएको हो भने पानीको सतह 8 मिटर पुग्ने आकलन गरिएको थियो। दर्शक महानुभावहरू, यता भोटेकोशी बाढी प्रभावित 3 जिल्लालाई तत्काल 2.5 करोड राहतको प्रदान गरिने पनि बताइएको छ। अझै 60 मिटर अग्लो ड्याम फुट्ने पनि खतरा रहेको समेत बताइएको छ। दर्शक महानुभावहरू, भोटेकोशी त्रिशुली क्षेत्रमा रहेका मानिसहरूलाई उद्धार गर्ने क्रम यति बेला जारी राखेको अवस्था छ भने लेन्दे खोला पनि थुलिएकाले बाढी आएको अनुमान गरिएको छ। यति बेलासम्म समाचार प्राप्त र प्रकाशित गर्ने अवस्था रहेको अवस्थामा पनि दर्शक महानुभावहरू, यति बेला अनुमान मात्रै गर्न सकिएको छ। एकिन जानकारी भने नआएको अवस्था छ। लेदो खोला थुनिएकाले बाढी आएको अनुमान पनि भोटेकोशी त्रिशुलीमा अझै जोखिम बढेको अवस्था रहेको छ। दर्शक महानुभावहरू, यति बेला नेपालका शीर्षस्थ नेताहरूले पनि नेपालमा भएको बाढी पहिरोबाट गएको विटण्डलाई सबैले सहयोग गर्न आग्रह गरिराखेको जानकारी प्राप्त भएको छ। सेनाद्वारा यति बेलासम्म 25 जना
जनाको उद्धार गरिएको छ। हेलिकप्टरहरू स्ट्यान्ड बाई रहेका छन्। 14 हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन भएको अवस्था छ। रसुवा स्थित भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित 25 जनाको नेपाली सेनाले उद्धार गरिसकेको अवस्था छ। प्रभावित क्षेत्रमा खटिएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रुक तथा नुवाकोटको तेर्सुली क्षेत्रबाट उनीहरूको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्। बाढी प्रभावितको उद्धार र प्रतिकार्यका लागि सेनाका 6 र निजी क्षेत्रका 8 गरी 14 हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालित गरिएको छ। ती हेलिकप्टरले आवश्यकता अनुसार घाइते तथा प्रभावितहरूको उद्धार तथा राहतमा सहयोग पुर्याउने पनि जानकारी प्राप्त भएको छ। सेनाले घाइतेको उपचारका लागि 2 जना सर्जन सहित 20 जनाको विशेषज्ञ चिकित्सकहरूको टोली त्रिशुली स्थित मैथली ब्यारेकमा तैनात गरेको अवस्था छ। त्रिशुली अस्पतालसँग सडक सम्पर्क टुटेपछि सेनाले ब्यारेकमा स्वास्थ्य सेवा दिन उक्त टोली खटाएको पनि जानकारी प्राप्त भएको छ। टिमुरे भन्सार र बेत्रावितीमा ट्रकहरू बगेको अवस्था छ। यातायात व्यवसायी मजदुर र सम्पर्कविहीन हजारौंको संख्यामा रहेको अवस्था पनि छ। भोटेकोसी बाढीमा 384 पर्यटक निकै दुःखद र दर्शक महानुभावहरू 384 पर्यटकहरू बेपत्ता भएको अवस्था रहेको खबरहरू पाइरहेको छ। यति बेला जताततै नेपालमा विटण्ड मचिएको छ। भोटेकोसी बाढीमा 384 जना पर्यटकहरू बेपत्ता भएका छन्। विभिन्न एजेन्सीहरूले दिएको विवरण अनुसार बाढीपछि 384 जना पर्यटक सम्पर्कविहीन रहेको तथा सम्पर्कमा नरहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ। दर्शक महानुभावहरू यसरी सरस्वती हेर्ने हो भने नेपालमा निकै ठुलो हताहती भएको अवस्था छ। यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि अब यो राजनीति नभएर स्टन्ट पनि नभएर सबैलाई सहयोग गर्न पर्ने आवश्यकता रहेको समेत उनले बताएका छन्। दर्शक महानुभावहरू प्रधानमन्त्री तथा गृहमन्त्री तथा स्वास्थ्य कर्मीहरूसँग निरन्तर छलफलमा रवि लामिछाने पनि रहेको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढीपछिको अवस्था सरकारहरूसँग निरन्तर छलफल तथा संवादमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रसुवा बाढीको अवस्थामा सरकार र सरकारहरूसँग निरन्तर संवाद तथा छलफलमा रहेको बताइएको छ। रसुवा गढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पुर्याएको छ। बाढी भोटेकोसीमा मिसिएपछि टिमुरे रसुवा गढी र स्याफ्रु बेसी क्षेत्र प्रभावित भएका छन्। बाढीले बस्ती बजार प्रहरी कार्यालय सडक तथा जलविद्युत आयोजनाका संरचनाहरूमा क्षति पुर्याएको विवरण पनि आएका छन्। यो अवस्थामा सभापति रवि लामिछानेले आफू आफ्नो तर्फबाट सक्रिय रहेको पनि जानकारी दिएको अवस्था छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मुलुकका लागि अहिले कठिन घडी रहेको अवस्था तथा कहानी लाग्दो विपदको समयमा प्रभावित सबैको साथमा सिङ्गो राजपा र सिङ्गो सरकार रहेको पनि उनले बताएका छन्। यस विपदबारे सूचना पाएसँगै प्रधानमन्त्री गृहमन्त्री र स्वास्थ्य मन्त्री र अन्य सरकारी संयन्त्र परि अधिकारीहरूसँग निरन्तर छलफल र रणनीतिक योजना के कस्ता छन् भनेर सजगताका साथ गम्भीरतापूर्वक छलफलमा सहभागी भइरहेको सभापति रवि लामिछानेले बताएका छन्। नागरिक बचाउन सरकारले आफ्नो सम्पूर्ण ध्यान समर्थन तथा सामर्थ्य लगाउने विश्वास पनि सभापति रवि लामिछानेले बताएका छन्। दर्शक महानुभावले यसैबीच यता विपद व्यवस्थापनमा पूर्व तयारी बढाउन हर्क साम्पाङले सरकारलाई पनि आग्रह गरेका छन्। श्रम सांस्कृतिक पार्टीका सांसद हर्क साम्पाङले पछिल्लो प्राकृतिक विपदबाट पाठ सिक्दै विपद व्यवस्थापनका लागि आवश्यक अत्याधुनिक उपकरण तथा प्राविधिकको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको अवस्था रहेको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद हर्क साम्पाङले अकल्पनीय प्राकृतिक विपदका कारण ठूलो क्षति बेहोर्नु परेको भन्दै दुःखद व्यक्त गरेका छन्। उनले भविष्यमा यस्ता विपदबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले प्रतिक्रियात्मक भन्दा पनि पूर्व तयारीमा आधारित योजना बनाउनु पर्ने बताएका छन्। हर्क साम्पाङले सडक तथा पुल निर्माण भन्दा पनि विपदका बेला तत्काल उद्धार गर्न आवश्यक उपकरण स्रोत साधनको अवस्था तथा व्यवस्थामा प्राथमिकता दिनुपर्ने उनले धारणा व्यक्त गरेका छन्। हेलिकप्टर एम्बुलेन्स तथा अत्याधुनिक प्राविधिक युक्त विपद व्यवस्थापन उपकरण पर्याप्त मात्रामा उपलब्ध गराउनु पर्ने उनको सुझाव रहेको छ। उनले पछिल्लो घटनाले देशलाई विपद व्यवस्थापनका विषयमा गम्भीर पाठ सिकाएको बताउँदै विपदमा परेकाहरूको उद्धार राहत र पुनर्स्थापनाका लागि सबै राजनीतिक दल एकजुट भएर अगाडि बढ्नुपर्नेमा हर्क साम्पाङले सबैलाई आग्रह गरेका छन्। दर्शक महानुभावले यसैबीच यता बाढी प्रभावित जिल्लामा राष्ट्रिय विपद घोषणा गर्न प्रमुख दलहरूले माग गरेका छन्। यति बेला प्रतिनिधि सभाको बैठकमा विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सांसदहरूले रसुवा नुवाकोट र धादिङ लगायतका बाढी प्रभावित जिल्लाहरूलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी
राष्ट्रिय विपद जारी गर्न सरकारसँग माग गरेका छन्। तिब्बतको जिबुङ क्षेत्रमा भएको हिमताल विस्फोटपछि भोटेकोसी र त्रिशुली नदीमा आएको बाढी पहिरोले अरबौंको क्षति र सयौं नागरिकहरू बेपत्ता गरेको भन्दै सांसदहरूले युद्ध स्तरमा उद्धार कार्य अगाडि बढाउन आग्रह समेत गरेका छन्। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका एन बहादुर महरले बाढीका कारण 800 भन्दा बढी नागरिक बेपत्ता भएको र 200 भन्दा बढी मानिस अझै उद्धारको पर्खाइमा रहेको जानकारी दिएका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धार तथा क्षतिपूर्ति पुनर्निर्माणका लागि 5 बुँदे प्रस्ताव अगाडि सारेका छन्। चीनले बाढीबारे पूर्व जानकारी दिएको थियो वा थिएन भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने र तत्काल राष्ट्रिय विपद घोषणा गर्नुपर्ने उनले जोड दिएका छन्। यो सँगै दर्शक महानुभावहरू राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली काङ्ग्रेस नेकपा एमाले नेकपा र राप्रपाले यसको चर्को माग पनि गरेको अवस्था रहेको छ। दर्शक महानुभावहरू यसैबीच यता ट्रेकिङ एजेन्सी मार्फत गएका 384 यात्रीहरूको अवस्था अझै अज्ञात रहेको बताइएको छ। भारतका 105 जना सहित 291 विदेशी पर्यटन सम्पर्कविहीन भएको निकै दुःखद खबर रहेको छ। रसुवाको भोटेकोसी नदीमा बुधबार बिहान आएको अचानकको भीषण बाढीपछि 291 विदेशी नागरिक सहित 384 जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन रहेको प्रारम्भिक विवरणमा सार्वजनिक गरिएको छ। नेपाल पर्यटन बोर्डको दोस्रो स्थिति अपडेट अनुसार प्रभावित क्षेत्रमा काम गरिरहेका पर्यटन तथा ट्राभल एजेन्सीहरूले उपलब्ध गराएको विवरणका आधारमा प्रारम्भिक सूची तयार गरिएको हो। सूचीमा रहेका पर्यटक तथा पदयात्रीहरूको वास्तविक अवस्था भने अझै रोजु भइरहेको बोर्डले जानकारी दिएको छ। अवस्था भने दर्शक महानुभावले यति बेला निकै दुःखद रहेको छ। बुधबार बिहान करिब 8:30 बजे भोटेकोसी नदीमा अचानक ठूलो बाढी आएको थियो। बाढीले टिमुरे स्याफ्रुबेसी लगायतका क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै सडक र पुल तथा सञ्चार सम्पर्कमा समेत असर गरेको छ। बाढीको प्रभावपछि त्रिशुली नदीको तल्लो तटीय क्षेत्रमा समेत यस्तो देखिएको छ। प्रारम्भिक सूचीमा रहेका 291 विदेशी नागरिक भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिका लगायत देशका रहेका छन्। तीमध्ये भारतका मात्र 105 जना रहेको विवरणमा उल्लेख गरिएको छ। केही विदेशी पर्यटकहरूको राष्ट्रियता भनी अझै पुष्टि हुन बाँकी रहेको छ। कुन एजेन्सीका कति पर्यटक सम्पर्कविहीन भएको अवस्था थियो भन्ने अहिलेसम्म दर्शक महानुभावले एकिङ जानकारी निकै नभएको बताइएको छ। बाढीको पूर्व सूचना दिन माइकिङ गरे तापनि कतिपयले विश्वास नगर्दा दर्शक महानुभावले क्षति बढेको पनि जानकारी प्राप्त भएको छ। यति बेला नेपालले निकै ठूलो क्षति बेहोरेको अवस्था छ। यता कतै चीनले यो चलखेल खेलेको त होइन भन्ने पनि प्रश्नहरू उठेका छन्। रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीले नुवाकोटको ऐतिहासिक त्रिशुली बजार लगभग डुबाएको छ। विदुर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्षले यस्तो जानकारी दिए। उनका अनुसार त्रिशुली वासीहरूलाई बाढी आउने सूचना दिँदै तत्काल ठाउँ छोड्न भनिएको थियो र माइकिङ पनि गरिएको अवस्था थियो। रसुवामा भीषण बाढी कम्तीमा 17 जनाको शव पनि फेला परेको यति बेलासम्म जानकारी प्राप्त भयो। रसुवामा भीषण बाढी मुगलिनसम्म पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। मुगलिनको अवस्था पनि भयावह अवस्था रहेको छ। उनले भने दर्शक महानुभावहरू माइकिङ गरेर त्रिशुलीको पुरानो पुल तर्दै बाढी आयो। नयाँ पुलमा पुग्दा खुट्टासम्म पानी आइसकेको अवस्था थियो। जल स्रोतको ढुङ्गेमा पुगेर जोगिएको एकजनाले बताएका छन्। रञ्जितले बीबीसीसँग भनेको अवस्थामा बजारको आधाभन्दा बढी क्षेत्र पुरै डुबेको अवस्था छ। त्यहाँ मान्छे कति हजार थिए भन्ने अझै यकिन नभएको अवस्था छ। त्रिशुली जलविद्युत गृह बजारका नयाँ र पुराना दुवै पक्की पुल पनि यति बेला त्रिशुली स्कुल, मन्दिर र घरहरू सबै नै बगाएको अवस्था छ। उनले भने दर्शक महानुभावले यस्तो दृश्य जिन्दगीमा कहिले पनि नदेखिएको अवस्था बताएको जानकारी प्राप्त भएको छ। बाढी आएपछि उद्धार गर्ने कि बाढी आउनु अघि नै ज्यान जोगाउने भन्ने पनि दर्शक महानुभावहरू प्रश्न उठेको छ। कि नेपालीहरूले सूचनालाई टेर्दैनन् भन्ने एउटा प्रश्न पनि यति बेला तर्सिएको अवस्था छ। त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। अहिलेसम्म जलविद्युत आयोजनाका दर्जनौं भन्दा बढी यति बेला क्षतिग्रस्तमा जलविद्युत आयोजना क्षतिग्रस्त भएको अवस्था छ। प्रार्थना र समयमा घर फर्किएका विद्यार्थीहरूको पनि दर्शक महानुभावको अवस्था अज्ञात रहेको छ। यति बेला नेपालमा झन्डै
10-20 हजारको हाताहाती हुन सक्ने पनि निकै दुःखद खबर बाहिरिएको छ। बाढी प्रभावितलाई तत्कालिक सुरक्षित स्थानान्तरण गर्न जय नेपाल पार्टीले पनि माग गरेको अवस्था छ। नागरिकको ज्यान बचाउने नै पहिलो प्राथमिकता भएको सभापति यता रासपा रवि लामिछानेले बताएका छन्। दर्शक महानुभावहरू तपाईँहरूले के भन्न चाहनु? दर्शक महानुभावहरू, नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रासपालाई बहुमत दिएकोमा जनतामा पश्चाताप सुरु भइसकेको भन्दै जनताहरू भड्क्याउन खोजेको आरोप लागेको छ। यता नेकपा एमालेले चुनाव हार्नुको कारण सत्ता फेरबदलदेखि संगठनात्मक व्यतिक्रिया भएको समेत आफ्नै पार्टीले यस्तो निष्कर्ष निकालेको छ। नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वमा गठन गरेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनले गत फागुन 21 गते सम्पन्न निर्वाचनमा पार्टीले बेहोरेको पराजयको कारण खोजेको छ। सत्ता समीकरणमा भएको बारम्बारको फेरबदल, आन्तरिक संगठनिक व्यतिथि र सरकारको कमी कमजोरी, कार्य सम्पादन लगायतका विषयको कारण निर्वाचनमा पार्टीले पराजय भोग्नु परेको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ। देशभर पार्टीका नेता कार्यकर्तासँग भेटेर सुझाव लिएपछि थापाको नेतृत्वमा गठित 15 सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमा राजनीतिक, संगठनिक, प्रशासनिक, शासकीय र बाह्य प्राविधिक पक्षलाई पराजयको कारण भनिएको छ। माओवादी केन्द्र र काङ्ग्रेससँग बारम्बार भइरहने सत्ता समीकरणको परिवर्तन र त्यसको राजनीतिक औचित्य पुष्टि हुन नसक्दा आम मतदाता अविश्वास पैदा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विशेष गरी काङ्ग्रेसको सहकार्य सत्ता स्वार्थका लागि मात्र भएको भन्ने विपक्षी भाष्यलाई चिर्न नसक्नु र संविधान संशोधन जस्ता विषय ओझेलमा पर्नुलाई हारको कारण पनि बताइएको छ। यस्तै दर्शक महानुभावहरू, केपी शर्मा ओली विरुद्ध पनि प्रतिवेदनमा फायर खोलिएको हो। दर्शक महानुभावहरू, यसैबीच यता राजेन्द्र प्रसाद लिङदेलले 4 सांसदमाथि गरेको कारबाही राप्रपा प्रदेश कमिटीले खारेज गरिदिएपछि राप्रपा दर्शक महानुभावहरू यति बेला निकै ठुलो हङ्गामा मचिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश कमिटीले अध्यक्ष राजेन्द्र प्रसाद लिङदेलले 3 प्रदेश सभा सदस्यहरूलाई कारबाही गरिएको भन्दै प्रदेश सभा सचिवालयमा पठाएको पत्रलाई झुट्टो भन्दै त्यसको कार्यान्वयन रोक्न माग गरिएको छ। केन्द्रले कारबाही गरेको दावी गर्दै पठाएको पत्रको वैधानिकतामाथि प्रश्न उठाउँदै प्रदेश कमिटीले त्यस विरुद्ध छुट्टै पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ। राप्रपा प्रदेश कार्य समितिका अध्यक्ष विक्रम थापाले 4 प्रदेश सभा सदस्यमाथि केन्द्रले गरेको पदमुक्तिको निर्णय अवैध भन्दै कार्यान्वयन नगर्न मङ्गलबार पत्रोच्चार गरेका छन्। संसदीय दलका नेता उद्धव थापा सहित 4 सांसदलाई पदमुक्त गरिएको पत्र संविधान, पार्टी र तथा संसदीय दलको नियमावली विपरीत रहेको दावी थापाको रहेको छ। अध्यक्ष राजेन्द्र लिङदेलले केही दिन अघि दलका नेता सहित राजीव विष्ट, राजेन्द्र प्रजापति र गिरिबहादुर तामाङलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न सभामुख अप्सरा चापागाई र निर्वाचन आयोगलाई बेग्ला बेग्लै पत्रचार गरेका थिए। एमाले नेतृत्वको सरकारमा राप्रपाको संस्थापनिक तर्खेमाबाट राजीव विष्ट, राजेन्द्र प्रजापति र गिरिबहादुर तामाङ 4 भदौमा मन्त्री नियुक्त भएका थिए। अध्यक्ष राजेन्द्र लिङदेलले पार्टी निर्णय र निर्देशन विपरीत सरकारमा सहभागी भएको भन्दै उनीहरूमाथि कारबाही गरिएको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेका थिए। दर्शक महानुभावहरू, यसैबीच यता नेपालको राजनीतिमा हिन्दू कार्ड फ्याँकिएको छ। शक्ति र सत्ता समीकरण बदलिँदैछ। नेपालमा हिन्दू राष्ट्रको बहस के फेरि उठेको हो कि अब यो बहस सत्ताको गणितभित्र प्रवेश गर्न थालेको छ? यो प्रश्न उठेको छ। हिजोसम्म हिन्दू राष्ट्रको नारा राप्रपाको थियो। आज काङ्ग्रेसभित्र त्यसको राजनीतिक अर्थ खोजिँदैछ। संविधान संशोधनको ढोका खुलेको छ। राष्ट्रस्था बारे समेत बहस फर्किएको छ र यही बीच एउटा प्रश्नले नेपाली राजनीतिलाई तरङ्गित बनाइदिएको छ कि नेपाल फेरि हिन्दू राष्ट्र बन्ने दिशामा जाँदैछ। यही हो भने यसको चाबी कसको हातमा छ? अहिले यिनै प्रश्न उठिरहेका छन्। नेपाल फेरि हिन्दू राष्ट्र बन्न सक्ने बहस अब सामान्य धार्मिक बहस मात्रै रहेन। यो राष्ट्रस्था, गणतन्त्र, संघीयता र संविधान संशोधनसँग जोडिएको ठूलो राजनीतिक प्रश्न बन्न थालेको छ। यो बेग्लै कुरा हो कि हिन्दू राष्ट्रको माग बढ्नु र नेपाल हिन्दू राष्ट्र बन्नु एउटै कुरा भने होइन। अहिलेको राजनीतिक गतिविधि
स्थिति हेर्दा हिन्दू राष्ट्र बन्ने सम्भावनाको ढोका खुलेको छ, तर ढोका पार गर्ने राजनीतिक शक्ति अझै बनेको छैन। हो बन्ने क्रममा भने छ। प्रश्न उठ्छ, हिन्दू राष्ट्रको एजेन्डा फेरि किन बलियो हुँदैछ? 2072 सालको संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनायो। त्यसपछि हिन्दू राष्ट्रको माग मुख्यतः राप्रपा तथा राष्ट्रस्था समर्थक राजनीतिक दलका शक्ति केन्द्रहरूले एजेन्डा बनाउँदै आए, तर ती शक्तिहरूको जोडबल भने काम गरेन। तर अहिले परिस्थिति बदलिएको छ। केही समय यता संविधान संशोधनको बहस नै सुरु भएको छ। सरकारले गठन गरेको कार्यदलले संविधानका धेरै धारामा संशोधनका बहस सङ्कलन गरेको छ। राप्रपाले त्यही बहसमा हिन्दू राष्ट्रस्था र प्रदेश संरचनाको पुनरावलोकन समेट्नुपर्ने माग गर्दै आएको छन्। दर्शक महानुभावले यसैबीच यता बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सांसदीय मर्यादा विपरीत सांसदबाट विश्वासको मत प्राप्त गरेका छन्। मङ्गलबार सांसदबाट सरकार टिकाउन आवश्यक 53 मतभन्दा बढी मत प्राप्त गरेका हुन्। उनले प्रदेश सभाको कुल उपस्थित 57 सांसद मध्ये सबै मत पाएका हुन्। मौजुदा सांसदको 104 सदस्य मध्ये मुख्यमन्त्री थापाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा सत्तारूढ 3 दलका 58 सांसद मात्र उपस्थित रहेका थिए। विपक्षी दल नेपाली काङ्ग्रेसका 36, नेमकिपाका 3 र हानेपाका 2 सांसद बैठकको बहिष्कार गर्दै सहभागी भएका थिएनन्। सरकार साझेदार दल राप्रपाका 5 सांसद पनि बैठकमा सहभागी भएनन्। मुख्यमन्त्री थापाले राप्रपाका 7, नेकपाका 26 र नेकपा एमालेका 26 मध्ये 25 जनाको विश्वासको मत प्राप्त गरेका हुन्। एमालेबाट उपसभामुख सहित 25 सांसद रहेकाले उपसभामुखले मत विभाजनमा सहभागी जनाएनन्। विपक्षीहरूको बहिष्कारका कारण उनको विश्वासको मत माथिको प्रस्तावको विपक्ष वा तटस्थतामा कुनै पनि मत परेको थिएन। दर्शक महानुभावले यसैबीच यता घण्टीघरमा नागरिकका गुनासा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यहरूले सुनाउँदैछन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय कार्यालय घण्टीघरमा नागरिकका गुनासा समस्या तथा सुझाव सुन्ने कार्यक्रममा सञ्चालन भइरहेको छ। दर्शक महानुभावहरू, कार्यक्रममा रासपाकी केन्द्रीय सदस्य निशा श्रेष्ठले कार्यालयमा आएका नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव सुनेकी छन्। विभिन्न क्षेत्रबाट आएका नागरिकहरूले व्यक्तिगत तथा सार्वजनिक सरकारसँग सम्बन्धित समस्या राख्दै समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन्। श्रेष्ठले नागरिकले उठाएका विषयवस्तुहरूलाई गम्भीरतापूर्वक सुन्दै सम्बन्धित निकायसँग सामान्य गरी आवश्यक पहल गर्ने बताएका छन्। उनले राजनीतिकका समस्या सुन्नु र त्यसको समाधान का लागि सम्बन्धित निकायमा आवाज उठाउनु राजनीतिक दल तथा जनप्रतिनिधिहरूको महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यालयलाई नागरिकसँग प्रत्यक्ष संवाद गर्ने माध्यमका रूपमा विकास गर्दै आएको जनाएको छ। नागरिकका गुनासा र सुझावलाई पार्टीको नीति निर्माण तथा सार्वजनिक सरकारका विषयमा आफ्नो धारणा बनाउने समेत उपयोग गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको बनाइरहेको छ। दर्शकले यसैबीच यता ड्युटीमा खटिएको प्रहरीलाई कुटपिट गर्ने युवकका विरुद्ध 5 दिन म्याद थप भएको छ। ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट गर्ने युवक हिजो पक्राउ परेका थिए। दर्शक महानुभावहरू, जुम्लाको तातोपानी गाउँपालिका 2 घर भई काठमाडौँ बस्दै आएका 27 वर्षीय राज कठायत विरुद्ध 5 दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले बताए। राष्ट्र सेवकलाई काममा बाधा गर्न नहुने र अभद्र व्यवहारमा हुने कसुरमा 5 दिनको म्याद थप गरिएको छ। कठायतले मङ्गलबार ड्युटीमा घटिएका प्रहरीमाथि नयाँ बानेश्वरमा कुटपिट गरेका थिए। आकाशे पुलबाट बाटो काट्नभन्दा प्रहरीमाथि नै आक्रमण भएको बताइएको छ। दर्शकले यसैबीच यता यो सरकारले जनताको जनस्तर उकास्न नसक्ने पूर्व मन्त्री सुदन किराँतीले बताएका छन्। श्रम सांस्कृतिक पार्टीका केन्द्रीय श्रमदाता तथा पूर्व पर्यटन मन्त्री सुदन किराँतीले जनताको जीवनस्तर सुधार गर्न नसक्ने शासनको कुनै अर्थ नरहेको बताएका छन्। इलाममा आयोजित जनहातेमालो भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै सुदन किराँतीले आफूहरू सत्ता र पदका लागि नभई श्रम तथा उत्पादन मार्फत जनताको जीवनस्तर परिवर्तन गर्ने अभियानमा रहेको बताएका छन्।
किराँतीले नेपालमा उत्पादन बढाउन सके देशको आर्थिक अवस्था सुधार गर्न सकिने बताए। प्लेन र मोबाइल बनाउन नसकिएला तर टमाटर, प्याज, धनिया, अदुवा फलाउन सक्छ। उनले भने सरकारी ड्रेस लगाएर श्रमदाता खेतबारीमा जाने र उत्पादन बढाउने अभियान चलाउँछ। किसानले उत्पादन गरेका वस्तुहरूलाई बजारको समस्या हुन नदिने दावी गर्दै उनले किसानका उत्पादनलाई कम्पनी मार्फत बजारमा पुर्याउने र उचित मूल्यको ग्यारेन्टी गर्ने बताएका छन्। किसानको उत्पादनको बजार सुनिश्चित गर्ने कम्पनी निर्माण गर्ने समेत सुधन किराँतीले बताएका छन्। नेपाल विकासमा पछि पर्नुको कारण विज्ञ र प्राविधिलाई आत्मसात गर्न नसक्नु रहेको उनको भनाइ थियो। उनले सामाजिक तथा विभेदको उदाहरण दिँदै सिप र श्रम गर्ने मानिसलाई सम्मान गर्न नसक्दा देश अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन्। सरकारको कार्यशैलीप्रति व्यङ्ग्य गर्दै सुधन किराँतीले अहिलेको सरकारको चाबी एम्बुलेन्स चलाएको चालकको हातमा परेको जस्तो भएको बताएका छन्। जता बाटो खाली देख्यो उतै कुद्छ, ट्राफिक लाइट हेर्दैन, गुडेपछि रोक्न पनि जान्दैन। उनले भने श्रम संस्कृति पार्टी भने सबैलाई मिलाएर नियममा मानेर चल्ने चालक भएको समेत उनले बताएका छन्।